पोखराबाट काँडे आइसकेको छौँ हामी भन्दा पनि हिँडेको त स्लो ट्रेक हो तर बाटोमा हिँड्दै गर्दा हाम्रो 8 जना ग्रुप बनेको छ ठ्याक्क सिर्जना चोकबाट चाहिँ म्याप चाहिँ यता छ है सबै हामीले बाटोमा म्याप हेर्न सक्छौँ अस्ट्रेलियन क्याम्प 1.5 घन्टा भनेको छ ल्याउँदै अनि देउराली हुँदै फरेस्ट क्याम्प आजको टार्गेट चाहिँ फरेस्ट क्याम्प पुग्ने छ तर हामीसँग एकजना हाम्रो ग्रुपमा अब इङ्गेज भइसकेपछि हाम्रो ग्रुपमा एकजना विदेशी साथी हुनुहुन्छ उहाँलाई हेरेर चाहिँ के कसरी गइन्छ म ट्राई गर्नेछु यो सबै भिडियो बनाउनलाई सो सोलो ट्रेक हिँडेको यात्रा ग्रुप ट्रेक भएको छ एकदमै खुसी छु एकदमै दामी साथीहरू भेटेको छु कति नै है एकैछिनमा हिँडेर पुग्ने जस्तो कुरा राजा एकैछिनमा हिँडेर पुग्ने जस्तो कुरा गरेर बाटो छोड्नु ओके हामी चाहिँ अब यहाँ टाढेबाट म्यापिङ गर्दै हाम्रो रुटको काँडेबाट 1.5 घन्टाको रुट भनेको यो बाटो चाहिँ अब बोर्ड अनुसार आधी घन्टा लाग्छ भनेको छ होइन हिँडिराखेको छौँ र एउटा फरक कुरा चाहिँ यो मेरो फर्स्ट ट्रेकिङ भएकोले वेदर चिसो देखेर अलिकति गम्मा कपडा लाउँछ कि भन्ने ठान्ने थियो लाउनु पर्छ कि भन्ने सोचेको थियो तर त्यस्तो नै पर्दैन है हिँड्ने बेलामा चाहिँ यो ब्यागको वेटले अनि यो उकालो बाटोले यत्तिकै नै हिट गराउँछ मैले सोच्दैछु यो ज्याकेट पनि निकालेर टी सर्ट मात्रै लगाएर हिँडौँ कि भनेर चलो टी के कस्तो हुन्छ छैन गुड हामी भर्खरै अस्ट्रेलियन क्याम्प आइपुगेका छौँ र यहाँ केही समय रेस्ट गर्छौँ नास्ता गर्छौँ अनि त्यसपछि फेरि निस्किन्छौँ है यो ठाउँमा चाहिँ ट्रेकिङ गर्दै गर्दा मार्दीको रुटमा ट्रेकिङ गर्दै गर्दा यहाँ क्याम्प गर्ने चाहिँ अस्ट्रेलियन थिए फर्स्ट टाइम चाहिँ यो एरियामा यो ठाउँमा क्याम्प गर्ने चाहिँ अस्ट्रेलियन थिए त्यसैले गर्दाखेरि चाहिँ यो ठाउँको नाम अस्ट्रेलियन क्याम्प भएको हो भने चाहिँ यहाँको लोकल्सलाई सोधेर बुझ्दाखेरि चाहिँ एकदमै दामी छ भर्खरै यो पठानापछि देउरालीमा आइपुग्यो र यो देउरालीसम्म चाहिँ गाडी पनि आउने रहेछ है सो हाम्रो देउराली इन्ट्री भइसकेको छ न्यू भ्यू समथिङ भन्नेमा हामीले खाना रेडी गर्न भनेर राखेका छौँ सो हामी त्यो रेस्टुरेन्टको खोजीमा छौँ सो हियर इज अ नाइस भ्यू लज एन्ड रेस्टुरेन्ट जहाँ जुन हामीले देउरालीबाट फन गरेर यहाँ खाना खाने भनेर चाहिँ खाना रेडी गर्नलाई भनेका थियौँ अब हामी यहाँ आइपुगेका छौँ र अब यहाँ खानपिन गर्छौँ र फेरि यसपछिको हाम्रो अर्को यात्रा चाहिँ तयार गर्छौँ सो यो देउरालीमा हामीले खाना खाँदै गएको छौँ र यहाँ आइसकेपछि हामी तलबाट आउँदा एकदमै बढी पसिना भएको थियो सो यसरी चाहिँ हामीले कपडा सुकाएको छौँ है मिठो हावा चलाएको छ यो हामीले खाना खान्छरी सुक्छ सो हामी देउरालीमा आइपुग्यौँ र यहाँ कपडा पनि चेन्ज गरेको एकदमै पसिना भएको थियो र जो पनि यहाँ ट्रेक आउँदै हुनुहुन्छ जुन कुनै ट्रेकमा एकदमै धेरै टी सर्टहरू भित्रबाट लगाउने कपडाहरू चाहिँ राखिराख्नु होला किनभने बाटोमा चेन्ज गर्दै हिँड्नुपर्ने हुन्छ है
एकदमै पसिना आउँछ अनि त्यही पसिना लगाएर हिँडिराख्यो भने झन् चिसो मौसममा त्यो भित्रसम्म चिसो गर्ने सम्भावना हुन्छ। हामीले आफ्नो कपडा काटेर त्यहाँ सुकाएका छौँ है, देखाएको छ अनि अब खाना खान्छौँ र यो निस्किन्छौँ। यो चिकन खाना आइसकेको छ र यसको कस्ट चाहिँ यहाँ 650 छ है। यस्तो बबाल रेनबोको दर्शन पायो हामीले यहाँ गेट बनेको छ है। नेचरको बिचमा यहाँहरूलाई ट्रेकिङ गर्न मनपर्छ भने मार्दी चाहिँ बेस्ट हुनेछ है। So yeah, trekking going on अनि पहिले यहाँ साथीहरूलाई कुरिरहेको छु यहाँ बसेर है। केटाहरू अगाडि नै छ, पछाडि नै छ। सो धेरै भएको थियो यो फिजिकल एक्टिभिटिजहरूमा एक्सर्साइज नगरेको, गेमहरूमा इङ्गेज नभएको लागिरहेको थियो। स्टामिना खासै छैन भन्ने, तर आज यो ट्रिपले प्रुभ गर्यो इन्नर एनर्जी चाहिँ, इन्नर स्टामिना चाहिँ हुन्छ भनेर। स्टार्टिङमा चाहिँ थोरै थोरै गाह्रो भएको थियो, पछि बिस्तारै शरीरले पनि एडप्ट गरे होला। सो मलाई त जति पछि गयो झन् त्यति रमाइलो लागिरहेछ, जति पछि गयो झन् त्यति कम थकाइ लागिरहेछ। यो नेचरको, यो प्रकृतिको, यो प्योर अक्सिजनको कमाल पनि होला। सो आई एम पम्प्ड अप, फिलिङ सो एनर्जेटिक, आई एम एक्साइटेड। भन्ने ठाउँबाट हामी 80 रुपियाँको कालो चिया खाएर निस्किँदैछौँ र अब हामी दुधखड्का भन्ने ठाउँमा गएर बस्नेछौँ। आज एकदमै चिल तरिकाले फोटो भिडियो खिच्दै बस्दै गफ गर्दै जहाँ बस्ने ठाउँ छ त्यहाँ चियापान गर्दै हामी एकदमै चिल तरिकाले रस नगरिकन एक्सप्लोर गर्ने हिसाबले हिँडिरहेछौँ है। सो धेरै जसोलाई जो पनि मार्दै आउनुहुन्छ उहाँहरूलाई चाहिँ बेस क्याम्पमा जाने बेलामा, हाई क्याम्पबाट बिहानै निस्किने बेलामा चाहिँ टर्च बालेर हिँड्नुपर्ने हुन्छ। तर हाम्रो त यो ट्रेकको पहिलो दिन हो, यही दिनमा नै हामी टर्च बालेर हिँड्ने समयमा आइपुगेका छौँ। यो टाइम चाहिँ अहिले कति बजा छ, 5:54 भएको छ। यहाँबाट 40 to 50 मिनट लाग्छ है दुधखड्का चाहिँ। इट्स गोइङ अन। सो हामी दुधखड्कातिर निस्केछौँ। यो 6:05 भएको छ तर एकदमै अँध्यारो छ है, लाइट बालेर हिँडिराखेका छौँ। अबको 4-5 मिनट जस्तोमा पुगिन्छ दुधखड्का चाहिँ। सो बल्ल ट्रेकिङ अझ यो चाहिँ पहिलो दिनमै लाइट बालेर हिँड्नु पर्दाखेरि चाहिँ अझ एडभेन्चर थप भएको छ यो कुराले। 4-5 मिनटमा हामी दुधखड्का पुगिन्छ र त्यहीँ बसिन्छ। सो या गुड मर्निङ फ्रम दुधखड्का भन्ने ठाउँमा हामी हिजो बसेका थियौँ र अब आज बिहान करिब 7 बजे छ। हाम्रो डेस्टिनेसन हाई क्याम्पमा गएर बस्ने छ, यहाँबाट डाइरेक्ट हाई क्याम्पमा जाने। सो ब्याकप्याक रेडी छ, अब हामी निस्किन्छौँ है त। प्रकृतिको सुन्दरतामा रमाउँदै हिँडिरहेको म यो पहिलो ट्रेकले निकै कन्फिडेन्ट बढाएको छ। त्यति साह्रै यो चाहिँ स्ट्रगल गर्नुपर्ने गाह्रो ट्रेक त यो मार्की ट्रेक होइन, तर पनि एउटा कन्फिडेन्ट बिल्डअप गरेको छ होइन यो ट्रेकले चाहिँ। आफ्नो स्ट्रेन्थ के कति छ सबै कुराहरू बुझ्ने मौका दिएको छ। यसपछिको नेक्स्ट ट्रेक अब
सजिलै जस्तोसुकै ट्रेक पनि हुन्छ, जस्तोसुकै चाहिँ होइन एडभेन्चर गर्नुपर्ने गेमहरू हुन्छ, त्यो सजिलै चुज गर्न सकिन्छ भन्ने टाइपको चाहिँ कन्फिडेन्ट बिल्डअप भएको छ है त। So near to forest camp. Eric, welcome to forest camp. Hello. Thank you. So beautiful, guys. Yeah. You should definitely come. Eric wants to do a bit more than everyone. Don't do that. Just sit. It's for sitting. Swing. One, two. Wait, bro. यसो वान ए ल वान भने त अघि नि रेकर्ड भइरहेको छ एकछिन ल कप गर ल पछि ल मलाई सम्झिँदै सिकाएको Yeah, towards high camp. Just need to like 500 ass okay? के भएर गाह्रो भइरहेको राम्रो कुरा भन्दै भने जस्तो भइरहेको हामी लोक्यामा आइसकेका छौँ 2 घन्टाको रुट थियो रुट एक्सपेक्ट गरेको रुट त्यहाँ चाहिँ लजको मान्छेले भन्नुभएको तर हामी 1.5 घन्टामा आइपुग्यौँ यहाँ लोक्यामसम्म रेस्ट क्याम्पदेखि है हामी लो क्याम्प आइपुगेका छौँ यो रुटलाई चाहिँ रेस्ट क्याम्पबाट एभरेज समय लाग्ने रुट चाहिँ 2 घन्टा भन्ने थियो तर हामी 1.5 घन्टामा आइपुग्यौँ यसमा एकदमै खुसी लागेको छ र अब हामी थोरै नास्ता पान गर्छौँ त्यसपछि बादल डाँडा पुगेर खानपिन गर्छौँ त्यसपछि हाम्रो यात्रा सिधै हाई क्याम्प गएर रोकिएला ठ्याक्क हामी लो क्याम्पबाट अब निस्क्यौँ है ठ्याक्क 12 बजेको छ र अब एभरेज म्याप अनुसारको यो रुटको टाइम भनेको चाहिँ 45 मिनट भनेको छ अब हेरौँ कति समयमा पुगिन्छ है सो लेट्स गो
यो त घोडा जो हो है दाइ घोडा हो है अरू गधा हो र अरू खच्चर गधा भने नि भयो खच्चर सो हामी लो क्याम्पबाट ठ्याक्कै 12 बजी हिँडेको थियो म्याप अनुसार चाहिँ 45 मिनटको रोड थियो हामी 5 मिनट छिटो आएका छौँ है ठ्याक्क 40 मा हामी बादल डाँडा आइपुगेका छौँ नाइन्थ होन्डा हो कि होन्डा खै नेपाल यहाँ टाँसेन छ तिनीहरू Let's eat, guys. why my spoon is so big? सो एकदमै चिसो छ बादल डाँडामा हामी नास्तापान गऱ्यो अनि यो हामीले मैले अघि नै पनि मेन्सन गरिसकेको छु यहाँहरूलाई रुट हिँड्दाखेरि धेरै भित्रबाट लगाउने टी सर्टहरू राख्नु होला पसिनाले एकदमै भिजा हुन्छ हामी ठाउँ ठाउँमा ठ्याक्क क्याम्पमा चाहिँ त्यो चेन्ज गरेर हिँडिराख्नुपर्ने हुन्छ नत्र चिसो भित्रसम्म छिर्ने सम्भावना हुन्छ बिरामी हुने सम्भावना हुन्छ त्यसैले कपडा चेन्ज गऱ्यौँ अनि त्यसपछि यात्रा सुरु भयो हाई क्याम्पतर्फ हामी हाई क्याम्पतर्फ जाँदै नै छौँ हुसुल एकदमै ढाकेको छ है अब यसलाई लकी भन्ने या अनलकी भन्ने यो वेदर चाहिँ खासै राम्रो परेन हामी जुन दिन यहाँ आएका छौँ नै भने हिमालको भ्यू हेर्दै अगाडि बढ्न पाइन्थ्यो तर छेउ यो हामीले बाटो बाहेक केही पनि देखाएको छैनौँ है अब हल्का हल्का पानी पनि पर्न थाल्यो चिसो एकदमै छ बाटोमा नदेख्दाखेरि एकैचोटि माथि गएर भ्यू पोइन्टमा गएर हेर्दाखेरि पनि फेरि छुट्टै रमाइलो चाहिँ हुन्छ है हुनलाई हामी यसो उत्तिनुको लागि सँगसँगै यसो रेनकोट पनि लगाउनुको लागि यहाँ बसेका छौँ हामी कहाँबाट निस्केको त्यहाँ बादल डाँडा तिमी उता बस होइन उता सो हामी बादल डाँडाबाट हाई क्याम्पतर्फ जाँदै गर्दाखेरि एकदमै पानी परेको छ अनि हुस्सु पनि एकदमै बढाएको छ भन्नुको चिसो पनि एकदमै छ होइन सो अब हामी रेनकोट लगाएर यहाँ उत्तिएर रेनकोट लगाएर फेरि हाई क्याम्पतर्फ जाने तयारीमा छौँ र जो कोही पनि यो कास्कीतिर अनि यो हाम्रो माछापुच्छे एरियातिर आउँदै हुनुहुन्छ प्लान गर्दै हुनुहुन्छ भने यताको चाहिँ मौसमको खासै भर हुँदैन है एउटा रेनकोट चाहिँ पर्पर रेनकोट चाहिँ माथि तल लगाउने चट्ट अनि ब्यागलाई पनि कभर गर्ने खालको लिएर चाहिँ आउनु होला है त उता पनि देखाइदिउँ न फाइनली पानीमा रोज्दै भिज्दै है हामी 10 मिनट मात्रै बाँकी छ हाई क्याम्प पुग्नको लागि फाइनल्ली हामी हाई क्याम्पमा चाहिँ आइपुगेका छौँ र एकदमै खुसी लागेको छ है ठ्याक्कै हाई क्याम्पमा आउने पनि र भ्यू पनि खोल्ने यो बादल पनि हट्ने भएको छ एकदमै राम्रो देखिएको छ सो म बस्ने होटेल चाहिँ द होटेल स्नोल्यान्ड ल आज हामी चाहिँ कहाँ रे मार्दीको हाई क्याम्पमा आइपुग्यौँ है गाइजहरूमा फुल अन इनर्जी छ जाडो छ बाहिर आगो ताप्दै यहाँ तातो भात सरफ होइन तातोमा मासुको सुप हेर त के ऊ सरफ ल सही हो है ए यो पुरै फ्यामिली बसेर खास छ होइन पुरै मजा आउँदो रहेछ है सो फन आउँदैछ स्टार्ट के हो यो Vinali also needs school, right? Give him one.
Open more. यो चाहिँ अन्नपूर्ण र यो चाहिँ माछा पुछी र यसको साइडमा चाहिँ मार्दी छ है त Like that, Eric, I'll click the image from this side. That will be like keeping. So हाई क्याम्पबाट हामी बिहान लगभग 3:30 बजी हिँडेर बस्तिर त्यो 5:30 बजीतिर आइपुगेको थियो 5:30 बजीतिर आइपुगेको थियो र आउँदाखेरि चाहिँ एकदमै सेटै भन्ने भयो किनकि यो कुहिरोले यस्तरी छेकाएको थियो कि केही पनि देखाएको थिएन फर्किनुपर्छ कि यो पुरै वर्थ इटै भएन ओहो सेट भन्ने चाहिँ सबै यहाँ चाहिँ ठुक्क भन्ने नै भएको थियो तर एकछिनपछि समयअनुसार चाहिँ 6:11 चाहिँ सनराइज हुन्छ भनेको थियो तर भनौँ न 6:45 तिर चाहिँ अलिक खुल्यो र छ्याक्क छ अहिले र एकदमै इन्जोय गरिरहेको छौँ यो हिमाललाई हेर्दाखेरि मुखमा आफै स्माइल आउँछ है अब फोटोसोटो खिच्यो अब साथीभाइले हामीले कुराकानी गरेर बेस क्याम्पतिर जाने चाहिँ के हुन्छ भनेर सल्लाह गर्छु र यति बेस क्याम्प पुग्यौँ भने त्यहाँ पनि म रेकर्ड गर्नेछु है त ल तर मजा आउँछ यार यस्तो सो हामी बेस क्याम्पसम्म पुग्ने प्लान चाहिँ क्यान्सल भएको छ किनभने देख्न सक्नुहुन्छ यहाँ वेदरले एकदमै धेरै कुहिरो लागेर केही पनि देखिनेवाला छैन हामी बेस क्याम्प गयो भने यसको कुनै अर्थ हुने छैन त्यस कारणले गर्दा अब हामी यहीँबाट नै झर्नेछौँ है अब जोस् केही भ्यूहरू चाहिँ यहाँबाट हिमालको देखियो र 4200 मिटरसम्म चाहिँ एल्टिट्युडसम्म चाहिँ हामी आइपुग्यो ओके सो मार्दीको भ्यू पोइन्टमा आएर कालो चिया 200 रुपियाँ कप चाहिँ खाँदैछौँ जुन चाहिँ 180 को क्यापेचिनो भन्दा पनि एकदम कडक छ
है त Finally, we are having a Mardi Himal Annapurna Ranges from Mardi viewpoint. So this is Annapurna Ranges. You can see. So that's a Mardi. That's a Mardi, and beside by this one, Fishtail. Machapusre Himal. Such a beautiful place, such a worth it place. Highly recommended. Alright, highly recommended place. ठिक छ डन ल भइहाल्यो नि So yeah, enjoying the route of Mardi Himal. So we just submitted Mardi and back to our camp. Oh, sir! Dami, dami! Woo! सो हामी भ्यू पोइन्टबाट झर्दै गर्दाखेरि यहाँ दुईवटा बाटो थियो हाम्रो हाई क्याम्पमा जानको लागि तर एउटा थियो अलिकति सर्टकट र अलिकति डेयरिङ यहाँ हेर्न सक्नुहुन्छ अर्को चाहिँ राम्रो तर अलिकति लामो केही साथीहरू फर्किनु भयो केही टुरिस्टहरू पनि फर्किनु भयो यो बाटो यहाँसम्म आइपुगेर एकदमै डेन्जर रहेछ तलसम्म अलिकति रिस्की रहेछ भनेर अलिकति कर्नर पनि एकदमै सानो छ यो पिच पनि हिँड्ने पिच So we dare to add more adventure on our journey. So let's begin. Now. Miraj. Sure. No, thank you. Eric, drink it fast. It will get cold. Put there for me. Drinking a cup of tea or hot water in this place feels amazing, right? Feels good. Oh. Yeah. Black pepper flavor. माथिबाट झर्ने र चढ्ने दुईवटा बाटो रहेछ राति कन्फ्युज भएर मान्छेहरूको यताबाट पनि चढ्नु भएछ जानलाई सजिलो यताबाट हुन्छ यो बाटो एकदमै रिस्की छ माथिबाट आउँदा चाहिँ हामीले एडभेन्चरको लागि भनेर नि आयो Oh, how was your adventure trip from Mababa? We were there. Yeah. It was good but very thrilling. So these are the adventure team. Okay. Oh. So हामी होटल स्नोल्यान्डमा बसेका थियौँ है हाई क्याम्पमा बिहान गयौँ माथि भ्यू पोइन्टमा भ्यूसु हेऱ्यौँ अब हामी लाग्दैछौँ र अब आजै पोखरा जाने प्लान छ हेरौँ के हुन्छ अब यहाँदेखि डाइरेक्ट सिदिङ हुँदै झर्ने हो होइन सिदिङ हुँदै झर्दाखेरि 4.5 घन्टाको रुट छ लेट्स सी के कति समयमा पुगिन्छ है अहिले 10 मिनट छिटो छ मेरो गाडी 12:03 भएको छ है सो लेट्स बिगिन Oi. Tabla togi. सो अहिले म सिदिङतर्फ झर्दैछु यो बाटो चाहिँ एकदमै टोटल्ली ओह्रालो छ र डाइरेक्ट सिदिङबाट पनि मान्छे यहाँ मार्दीको लागि आउँदाखेरि डाइरेक्ट लो क्याम्पमा निस्किन्छ है त तर हामी चाहिँ काँडेबाट आएको हौ किनकि थोरै चिल गर्दै आउँ भनेर छिटो आउनु खोज्ने मान्छेलाई डाइरेक्ट सिदिङबाट आउँदा पनि हुन्छ र आजको कुरा गर्दाखेरि हामी 1 घन्टा 3 मिनटमा हाई क्याम्पबाट बादल डाँडा आयौँ र बादल डाँडाबाट मात्र 18 मिनटमा लो क्याम्प आइपुग्यौँ र रुट एकदमै राम्रै थियो
हाम्रो प्लानिङ पनि हुँदै थियो यस्तो तरिकाले गइराख्यौँ भने हामी अझै पोखरा फर्किने भनेर। तर के गर्ने, पानी पऱ्यो। पानी परिसकेपछि हाम्रो प्लान चेन्ज भएको छ। 2 दिनसम्म पानीमा भिज्दाखेरि, पहिलो दिन पनि दोस्रो दिन पनि मजाले पानीमा भिज्दाखेरि वाक्क भइसकेका थियौँ। सो आज हाम्रो प्लान सिदिङमा बस्ने छ र सिदिङमा बस्नेछौँ अनि भोलि बिहान उठेर चिलमा पोखरातर्फ लाग्नेछौँ होइन। सो जङ्गल चाहिँ दामी छ। केटाहरू चाहिँ अलि अगाडि 5 मिनट अगाडि चाहिँ निस्किसक्यो हो। म चाहिँ चिलमा हिँड्दैछु है त। सो गुड मर्निङ फ्रम सिदिङ। हिजो चाहिँ हामी हाई क्याम्पबाट झरिसकेपछि यहाँ सिदिङमा बसेका छौँ है। अब झर्दाखेरि 7 जस्तो बजेको थियो। त्यसपछि गाडी 2 घन्टापछि मात्रै पालो थियो, अलरेडी बुक थियो, अरूहरू हुनुहुन्थ्यो। सो गाडी छोड आऊ त्यो गर्नुभन्दा हामी यहीँ बसेर अब आज 8 बजी बिहानको चाहिँ गाडी छ अनि यहाँ निस्किने भनेर, बिहानै निस्किने भनेर। सो हामी हिजो राति चाहिँ यहाँ बस्यौँ है। सो गुड मर्निङ फ्रम सिदिङ। हिजो हाई क्याम्पबाट झरिसकेपछि अराउन्ड 7 बजेको थियो। सो अनि गाडी पनि अलरेडी बुक थियो, 2 घन्टापछि मात्रै हाम्रो पालि आउनेवाला थियो। सो हामी सिदिङमा अनि राति पोखरा निस्किनुभन्दा यहीँ बसौँ र बिहानै जाउँला भनेर सिदिङमा बस्यौँ र आज 8 बजेको गाडी छ। अनि त्यही हो, यहाँहरू पनि झर्दै गर्दा अलिक गाह्रो जस्तो भयो, ढिला जस्तो भयो भने यहाँ सिदिङमा बस्न सक्नुहुन्छ। एकदमै राम्रो छ यहाँको सर्भिस चाहिँ। रुम पनि यो ठाउँमा विथ एट्याच टोयलेट बाथरुम अनि अनि यहाँको सर्भिस गर्ने बुवा पनि एकदमै चिल हुनुहुन्छ। भ्यू पनि देख्न सक्नुहुन्छ टक्क दामी छ। मर्निङ भ्यू पछाडिबाट Or you can dip it as well. सो हिजो हामी हाई क्याम्पबाट झऱ्यौँ र अहिले सिदिङमा छौँ। यहाँ झर्दाखेरि रातिको 7 बजेको थियो अनि गाडीहरू पनि एकदमै प्रि बुक। त्यसपछि यो रसमा थकाइ पनि एकदमै लागेको थियो। यो रसमा पोखरा पुगेर होटेल खोज्ने यताउता भन्दा हामी यहीँ नै बसेर यहाँको भिलेजलाई मजाले एक्सप्लोर गरेर अलि आरामले चाहिँ अझ यो प्रकृतिसँग रमाएर निस्किने प्लान गऱ्यौँ र यहाँ छौँ। र टक्क हिमाल पनि देखिरहेछ यहाँबाट, यहाँको गार्डनबाट एकदमै। यो खास गरी त म यहाँहरू सबैलाई जो पनि फर्किँदै हुनुहुन्छ सिदिङमा चाहिँ समय स्पेन्ड गरेर निस्किनु होला भन्न चाहन्छु है। अलिकति बल्ल त्यो ट्रेकिङको त्यो अलिकति त्यो भाइब्स चाहिँ आउँछ जस्तो मलाई लाग्छ। यहाँ बस्यो भने एकैचोटि त्यो थकाइमा एकैचोटि बिग सिटीमा जानुभन्दा है। अनि यो म जहाँ बसिरहेको छु यो ठाउँ चाहिँ हाइली रिकमेन्डेड, एकदमै एफोर्डेबल पनि छ, सर्भिस पनि सबै एकदमै राम्रो छ। राम्रो रुम पाउनुहुन्छ विथ एट्याच टोयलेट बाथरुम। त्यही नै भन्न चाहन्छु। होटेलको नाम? होटेलको नाम चाहिँ मलाई थाहा छैन। होटेल ट्रेकर्स होम नेपाल। ए होटेल ट्रेकर्स होम नेपाल। म त हामी चाहिँ सिधै छिरे आएको थियो, पुरै नहेरिकन। होटेल देखाइदिउ न टक्क। माल पनि देखाइदिउ।
ल सन्दीप हेलो हेलो गुड Hello. मर्निङ के छ मर्निङ फ्रम कस्तो भयो लास्ट नाइट यसो एक्सपिरियन्स सेयर गरौँ त ल एकदमै रमाइलो भयो हिजो हामी हाई क्याम्पबाट झरेका हौँ र यहाँ सिदिङमा आएर बसेका छौँ है आउँदाखेरि 7 जस्तो बजेको थियो एकदमै रमाइलो भयो अझै रमाइलो कुरा गर्दा त म एक्लै सुरु गरेको यात्रा सोलो हिँडिरहेको थिएँ यहाँहरू भेट हुनुभयो अनि त्यो यात्रा चाहिँ कस्तो भन्दाखेरि सबैको आफ्नो ग्याङ हुन्छ नि होइन त्यो म चाहिँ मेरो ग्याङभन्दा टाढा छु बाहिर छु त्यो एक्लै सोलो ट्रेक हिँडेको टाइपको त्यस्तो फिल चाहिँ यहाँहरूले हुन दिनु भएन है एकदमै रमाइलो भयो अनि यो ठाउँ चाहिँ हामी यहाँ जहाँ बसिरहेको छौँ सिदिङ यो हाइली रिकमेन्डेड है एकदमै राम्रो छ यहाँको सर्भिस पनि यहाँको बुवा हुनुहुन्छ बुवा पनि अनि त्यो हिजोको नाइट चाहिँ रमाइलो र रोचक गयो है रोचक गयो हामी स्ट्रगल गर्दै तलतिर झऱ्यौँ होइन ईश्वर कस्तो छ सोलो ट्रिपबाट तिमी ग्रुपमा जोइन भयो तिमी पनि होइन दाइहरूसँग भेट भयो एक्लै भए भए अलिक गाह्रो हुन्थ्यो होला भेट भएर एकदम रमाइलो भयो आनन्दले आयो आनन्दले गयो एकअर्कालाई साथ छ भन्ने भयो नि त होइन मजा भयो ठिक छ हामीलाई पनि नयाँ 2जना टिम मेम्बर होइन जस्तो अब खुसी लाग्यो कनेक्टेड भयो है अल गुड सुशान्त हेलो हेलो के छ एक्सपिरियन्स ठिक छ रमाइलो भयो घुमेर आयो थकाइ लागेर छ अलिअलि यस्तै त हो नि ट्रेकिङको होइन थकाइ लाग्ने रमाइलो हो नि ओके अब आज क्या क्लियर भ्यू देखिरहेछ हिजो हामी जाँदा सबै बादलै बादल थियो अब यहीँबाट भयो नि हेरेर इन्जोय गर्नुपर्छ त्यस्तै हो माथि अलिअलि भ्यू देखियो त्यो त रमाइलो हो नि ओके एरिक you have something to say Let's do another track. what is your next in the bucket list Everest. okay Eric has a big dream of going to Everest already so let's see This is Mardi is nothing, man. yeah at some point he was already giving up why did I come to this place and like kind of stuff once he completed it he felt that oh this is something you must do all right and okay our friends are getting ready Sadly, we are going home now. to go from Trekkers from Nepal Bye-bye, Hotel Trekkers from Nepal. निस्किँदैछौँ है त यसमा They're all scared, guys. Can turn into stone. and turn into what stone माछा के राउन्ड माछा खेल्नु पर्ने आएपछि कुरा आएपछि एकदम है त्यो ऊभन्दा माथि पाउँदो रहेछ के अरे लाकुरी भन्ने